दाइ ल्याउन साह्रै गाह्रो भयो। के भयो? बस्नुहोस् न हजुर। सन्चो पार्ने ठाउँ होइन र दाइ हो। हो के भएको भन्नु न हजुरलाई। पहिलेदेखि फुक्ने बानी थियो, ल्याउन फुकिदिनु पर्यो। फुक्ने? के भन्नुभएको? तपाईँलाई भूत नराम्रो आत्मा भनेर थाहा छ? गाउँघरतिर सुन्न त सुनेको छु, तर तपाईँलाई ज्वरो आए जस्तो छ। ल यो राख्नुहोस् त। कहाँ यो निकाल्नु भयो दाइ? कुचो र खरानी निकाल्नु न। हेट तेरिका भाइ, यो मेडिकल हो के भाइ? कता कुचो र सुचो भनेको? यो त औषधिले उपचार गर्ने ठाउँ, फुक्ने ठाउँ हो त यो। मेडिकलमा सेडिकल उपचार गर्न नसक्नु किन बस्या? फुरुफुरु फुक्दिनु न त नराम्रो हुन्छ अहिले यहाँ। तपाईँ गर्ने कि नगर्ने त्यति भन्नु त। हजुरले जसो भन्नुहुन्छ त्यसै गरौँला। ज्यान प्यारो छ मलाई। कुचो र खरानी म ल्याउँछु, खुरुक्क फुक्दिनु। ल अब सुरु गरौँ है। ल मेडिकलमा आएर फुक्दै भन्दो रहेछ बजिया। यो भन्दा त औषधि खानै ठिक रहेछ। अन्धविश्वासले ज्यान लिन सक्छ, त्यसैले बेलैमा विचार पुर्याउँ।